हेलो साथीहरू, सेवा होवा चामलिङ दिलो युट्युब च्यानलमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। मसँग सधैँ जोडिनु होला। र यतिखेर चाहिँ म यहाँ तपाईहरुलाई के चाहिँ देखाउँदैछु भने मकै चाहिँ दोहोर्ने के किन र कसरी दोहोरिन्छ र मकै दोहोर्दा के हुन्छ भन्ने चाहिँ म देखाउँदैछु। यहाँनिर चाहिँ अस्ति नै छरेको मकै यस्तो भयो। यो भन्दा अगाडि चाहिँ कोदो निकालेर आलु रोपेर चाहिँ आलु रोपेर फलेर फेरि मकै छरेको चाहिँ यत्रो भयो। अब तपाईहरुलाई विषयवस्तुतिर लान्छु। अनि मकै चाहिँ किन चाहिँ दोहोरिन्छ त भनेर हामी चाहिँ तपाईहरुलाई भन्दैछौँ। ल मकै चाहिँ यो किन के गर्नु भएको यो सर? यो मकै दोहोरेको भन्छ हजुर। यसलाई किन दोहोर्नु भएको? यो मकै दोहोर्ने चाहिँ धेरैवटा कारण छ क्या। पहिलेको बुढापाकाहरू चाहिँ काम गर्छ, त्यहाँ पहिलेको पुरानो कामहरूमा धेरै वैज्ञानिक आधारहरू छ, तर हामीले चाहिँ त्यस्ता कुराहरू बुझ्दैनौँ। हेर्नुहोस् है हजुर, के हुन्छ भन्नुहुन्छ भने यसरी यो झारपातहरू पलाएको हुन्छ। यो अनावश्यक चिजहरूले झारले चाहिँ हजुर यो मकैले खाने पौष्टिक तत्त्व खाइदिन्छ र मकै सक्नु पाउँदैन। हजुर, यसरी दोहोऱ्याइयो भने चाहिँ अब झारपातहरू गोडमेल हुन्छ, उखेलिन्छ, मारिन्छ। त्यसले गर्दाखेरि सबै यो माटोमा भएको पौष्टिक तत्त्व मकैले खाएर मकै ठुल्ठुलो हुन्छ। पहिलो कारण भयो। हजुर, अर्को कारण भनेको चाहिँ यो मकैहरू अलिकति लुलो हुन्छ। यसरी खन्दियो मल माटो लगाइदियो भने चाहिँ यो मकैहरू डह्रो हुन्छ। त्यही भएर दोहोर्नु पर्यो। हावा आउँदाखेरि लडाउँदैन कि, लडाइदियो भने फेरि भोगा चाहिँ भने जस्तो लाग्दैन। यसरी यसलाई चाहिँ दोहोऱ्याइदियो भने चाहिँ पहिलो कुरो यसरी यो झारहरू निस्किन्छ। हजुर, पौष्टिक तत्त्व मकैले पायो, ठुल्ठुलो हुन्छ। यसको मतलब माटो लगाइदियो भने डह्रो हुन्छ क्या, हावाले लडाउँदैन। यसको मतलब भनेको पहिलो कारण भनेको चाहिँ यो हावाबाट बचाउनुको लागि, दह्रो बनाउनुको लागि भयो। र दोस्रो कारण भनेको चाहिँ यो झारहरू पनि मर्छ र यो झारहरू चाहिँ दोहोरिएन भने बचेको कारण मकैले पाउने पौष्टिक तत्त्वहरू चाहिँ सबै झारले लिने हुनाले मकैको त्यो फल चाहिँ अलिक कम लाग्छ भन्ने तपाईको आकलन होइन सर? ए हजुर हजुर। र साथीहरू, तपाईहरुले जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ के अरे मकैले पाउने पौष्टिक तत्त्व उयो चाहिँ कम हुन्छ भनेर र हावाले नलडाओस् भन्ने पनि कारण रहेको छ भन्दै हुनुहुन्छ उहाँले। र यतातिर पनि छ यो मकै, यो चाहिँ सानो छ रहेछ। यतातिर चाहिँ यो चाहिँ कहिले लगाउनु भएको, कति भयो बताइदिनुहोस् त, कति दिनको भयो? अस्ति नयाँ वर्षको दिन लगाएको, वैशाखको 1 गते। आज 15 दिनमा यतिको भन्छ। ए हजुर। अनि कस्तो मजाको है प्रकृतिको देन। अब हामी घरमा बसिराख्दा 15 दिनमा कति पनि केही पनि काम गर्न भ्याइँदैन भने, खनेर काम गर्यो भने, मेहनत गर्यो, पसिना बगायो भने 15 दिनमा चाहिँ मकै हाम्रो यतिको हुँदो रहेछ है साथीहरू। ल हेर्नुहोस्, अब यसलाई चाहिँ कति बेला गोड्नुपर्छ होइन त सर? अब यो 2-4 दिन पछाडि यसलाई गोड्नुपर्छ। हजुर। अनि गोरे पछाडि चाहिँ यतिको भएपछि दोहोर्ने हो? खासमा दोहोर्ने चाहिँ यो अलिक बेला भएको थिएन, अलिअलि अझै अलिक दिनमा गर्नुपर्ने थियो, तर यो हावाले अलिक हल्लाइदियो। हजुर। त्यही भएर चाहिँ अलिक हतार गरेको दोहोर्ने चाहिँ खासै यो म यतैतिर जोड्न चाहेँ। अनि यहाँनिर त्यो के अरे मकै दोहोर्दै गर्दा मल पनि लगाउनु भयो कि त्यतिकै दोहोर्दै हुनुहुन्छ? लाउनु पर्छ कि पर्दैन त्यो पनि बताइदिनुहोस् त। अहिले चाहिँ हेर्नुहोस्, यो मान्छेहरू अल्छी भएर रासायनिक मल लाएर सबै बिगारिसक्यो। हजुर। मेरोमा चाहिँ सुँगुर कुखुरा पालेको छु। हजुर। ए त्यसकै मलहरू लाउने गरेको छ। विशेष गरेर दोहोर्दा भन्दा पनि हाम्रो चाहिँ हजुर मकै छर्दाखेरि मल लगाइन्छ। हजुर। ल हेर्नुहोस् न, माटो त राम्रो बनाउनु भएछ। हजुर। गाईबस्तुको मल लगाएर चाहिँ हजुर माटोलाई उर्वर बनाउनु पर्छ। यो रासायनिक मलले चाहिँ हजुर यो माटोको उत्पादन तत्त्वलाई नै खलबल बनाइदिन्छ क्या यो। त्यसले गर्दाखेरि तत्काल उत्पादन राम्रो दिए पनि माटोमा चाहिँ एकदम हानि गर्छ रासायनिक मलले। त्यही भएर म चाहिँ रासायनिक मल 0। हजुर। यहाँ 0 लेभलमा झार्ने कोसिसमा हुनुहुन्छ? यहाँ मेरो बारीमा त मैले यहाँ खेती किसानी गर्न थालिसकेपछि रासायनिक मल त अहिले सुँग्न पनि पाएको छैन, अहिले त गर्न पनि पाएको छैन रासायनिक। ल गाई बस्तुको मल हो। सुन्नुहोस् है सबैजनाले,
रासायनिक मल चाहिँ कम गरौँ, शून्य गरौँ भन्ने पक्षमा हुनुहुन्छ उहाँ। बहिष्कार गर्ने हजुर त्यो रासायनिक मल बहिष्कार गर्ने कारण पनि बुझ्नुहुन्छ भने हजुर बताइदिनुहोस् न छोटोमा। हाम्रो देशमा बन्दैन, अरू देशमा बन्छ। अरू देशबाट लिएको मल भइसकेपछि आयातित उयो भयो होइन। हाम्रो राष्ट्रिय आयमा घाटा हुन्छ, हाम्रो निर्यात बढ्ने हुनाले राष्ट्रलाई घाटा हुन्छ। अर्को कुरो भनेको त्यो रासायनिक मलले माटोको जुन प्राकृतिक उत्पादन दिने क्षमता हुन्छ त्यसलाई चाहिँ खलबल पुर्याउँछ क्या। त्यसले चाहिँ तत्काललाई उत्पादन राम्रो दिन्छ, तर पछि त्यसले दीर्घकालमा असर पार्ने हुनाले चाहिँ त्यो रासायनिक मल चाहिँ म युज गर्नलाई निरुत्साहित गर्न चाहन्छु। सबैलाई नेपाली दाजुभाइहरूलाई चाहिँ सल्लाह दिन्छु, रासायनिक मलको साटो पाङ्गारिक मल युज गर्नुहोस्। गाई बस्तु कुखुरा सुँगुर पाल्नुहोस्, झारपातहरू कुहाएर लाउनुहोस्, सागसब्जी केलाको त्यो पात पतिङ्गार बोक्राहरू कुहाएर मलको रूपमा युज गर्नुहोस्। त्यसले चाहिँ थोरै थोरै भए पनि लामो समयसम्म उत्पादन दिन्छ। रासायनिक मलले चाहिँ हामीलाई तत्कालको लागि मात्रै फाइदा तत्कालमा असर पार्छ। हजुर पछि परनिर्भरता पनि बढ्छ। अब हामी रासायनिक मल युज गर्नु भइसकेपछि त्यही चाहियो। अब हाम्रो देशमा कृषक छैन, अरूको देशबाट लिएर युज गर्नुपर्छ। त्यही भएर रासायनिक मल चाहिँ भरिसके। तपाईँहरू पनि युज नगर्नुहोस्। म चाहिँ 0 रासायनिक मलको विरुद्धमा रासायनिक मल चाहिँ युज नै गर्नु हुँदैन भन्छु है साथीहरू। हुन्छ, उहाँको विचार त सुनिहाल्नु भयो साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला। र म पनि उहाँले बोल्नुभएको बोली र शब्दहरूलाई चाहिँ म छाँटकाट नगरी जस्ताको तस्तै अर्ग्यानिक भिडियो अर्ग्यानिक कामलाई जस्ताको तस्तै छाँटकाट नगाडी चाहिँ पोस्ट गर्नेछु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हजुर तिम्रो युट्युबमा पनि अर्ग्यानिक नै हाल्ने भयो। हजुर सर ल है त, ल बधाई छ बधाई छ। अर्ग्यानिकले ढिलो गर्छ तर राम्रो दिन्छ पछिसम्मलाई। म चाहिँ छाँटकाट कुनै पनि छाँटकाट गर्दिनँ, एडिट सेडिट गर्दिनँ। त्यही भएर जस्ताको तस्तै पोस्ट गर्दैछु। र साथीहरू उहाँले भन्नुभयो सुरुमा गोड्नु दोहोर्नुको कारणहरू पनि भन्नुभयो र लास्टमा मल चाहिँ लाउनु भयो कि होइन त भन्ने क्वेसनमा चाहिँ मल नलाउनुको कारण पनि सुनिहाल्नुभयो। सकिन्छ भने हामीले पाङ्गारिक मलकै प्रयोग गरौँ, विषादीयुक्त मलहरू विषादीयुक्त औषधिहरू प्रयोग नगरौँ, स्वास्थ्य बनाऊँ, स्वास्थ्य खानेकुरा खाऊँ। किराले खाएको भलै किन नहोस्, किराले खाइराखेकै सागसब्जीहरू युज गरौँ, राम्ररी पखालेर खाऊँ। के अरे बजारमा भएको राम्रो राम्रो के अरे सागसब्जीहरू हुन्छ नि, अब हेर्दाखेरि चाहिँ कलकलाउँदो राम्रो, तर त्यो खालको नहेरेर किराले खाएकै भए पनि पत्ता सत्ता बिग्रेकै भए पनि घरमा ल्याएर केलाएर खाऊँ। समग्रमा भन्दाखेरि पाङ्गारिक मल युज गरौँ, अर्ग्यानिक खानेकुराहरू खाऊँ। तत्कालको लागि राम्रो भए पनि भविष्यमा त्यसले नराम्रो गर्ने हुनाले नराम्रो खालको उयोहरू प्रयोग नगरौँ भन्न चाहनुहुन्छ होइन त सर? हजुर हजुर। ल छुटौँ त। हस् हजुर, ल धन्यवाद हजुरलाई मलाई आज कृषि विशेषज्ञ मध्ये विशेष गरेर मकैको विशेषज्ञ र यो रासायनिक मल पाङ्गारिक मलको बारेमा मलाई विशेषज्ञ बनाइदिनु भएकोमा धन्यवाद। हजुर, हेरिदिनु हुने सम्पूर्ण महानुभावहरूलाई पनि हेरेर मेरो विचारहरू कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। तपाईँलाई मन नपरे पनि अरूलाई मन पर्न सक्छ, त्यहाँ सेयर चाहिँ गर्ने। राम्रो नराम्रो जे भए पनि कमेन्ट गर्ने, नभए पनि अरूलाई मन पर्न सक्छ, सेयर गरिदिनु होला। सब्सक्राइब पनि गरिदिनु होला। चामलिङ दिलु युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। धन्यवाद। धन्यवाद हजुर हेरिदिनु भएकोमा। यहाँलाई पनि धन्यवाद। हस् 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 हजुर हस्। ल यस्तो छ। ल है त साथीहरू, उहाँले भने जस्तै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। बाई बाई।